दुई दिनमा अदालत परिवर्तन गराइरहेछ, हाजिर गराइरहेछ एउटै मान्छेलाई। त्यो मान्छेले उसको मानव अधिकार कहाँ गयो? प्रत्येक दिन कहिले राति उठाएर निन्द्रामा कुदाएको छ, कहिले चाहिँ सुतिरहेको मान्छेलाई उठाएर हिँडाएको छ, कुदाएको छ। यो अड्डामा हाजिर गराएको छ, त्यो अड्डामा हाजिर गराएको छ। तपाईहरु भन्न होला अदालतले के हेरेको छ? अदालतको एउटा के हुन्छ भने टाइम हुन्छ उसले हेर्ने। उसले हेर्न परेपछि अदालतले हेर्छ, नहेर्ने होइन। किनभने न्यायाधीशहरूले आफूलाई दुर्गन्धित हुने गरी, कोही न्यायाधीशलाई छोडेर सबै न्यायाधीशले दुर्गन्धित हुने गरी काम चाहिँ गर्दैन। त्यसैले न्यायालयले हेर्ने बेलामा हेर्छ। तर सरकारले के गरेको छ? एउटा मान्छे कतिवटा अदालतमा कुदिसक्यो, कति महिनादेखि कुदिरहेछ। त्यो त अति हेर्दाखेरि हामीलाई पनि लाजमा कस्तो शरम नै आउन थाल्यो क्या। अब यो त के हो? यो हदै भयो। अनि मलाई रवि लामी छानेको पनि कुरा आउँदाखेरि कहाँ आइरहेछ नि त, केही मासेको गरेको भनिन्छ। अथवा मलाई ठिकै छ, त्यो जुन संस्था उनले चलाए, टेलिभिजन उनले चलाए, त्यो चलाउँदा तिनले जुन किसिमको एउटा गरिबको पैसा लगेर, त्यो पैसा त तपाईलाई कस्तो मान्छेको पैसा हो भने त्यो साधारण त्यो सानो बेच्नेहरूले पनि, साना पसलेहरूले त्यो ब्याज आउँछ केही भन्छ दिएको हो नि। अब तपाईले देख्नु भएको छैन, उहिले हामी देख्थ्यौं पनि, हामीलाई सुनाउँथे पनि। त्यो बाँदर हुन्छ नि, पशुपतिको बाँदरहरू, त्यो बाँदरको बच्चाहरूले कनिका टिपेर यसरी टिपेर मुखमा दुईतिर पार्छ। ढेँडो आउँछ, प्वाक्क पारेर खत्त खाइदिन्छ। त्यस्तै हो त्यो। बिचरा ती गरिबहरूले मेरो हुन्छ भनेर 2 पैसा 4 पैसा जम्मा पारेको त्यस्तो सत्तै खाइदिएको। अब त्यो पैसा लगेर रवि लामी छानेहरूले अब त्यो आफ्नो त्यो जुन संस्था छ, त्यो संस्थामा लगेर वार खर्च गर्नु त्यो राम्रो हो? त्यो बुझ्नु पर्दैन? त्यो कसको पैसा हो, भोलि दिनुपर्छ कि पर्दैन? ए बाबा, म त हेर्दा अब तपाईँ त यहाँ भइरहनु भएको छ, म त अहिले त यस्तो कस्तो फिल हुन थाल्यो यो मुलुक हेरेर त भने। जमिन त बिको, मान्छे त बिके, सबै बिके। बिचारा गरिबहरूले त्यो टाँट पल्टेकाहरूले खाइ नखाई एउटा यसो झुन्डिएको फसलको केरालाई पनि यसो हेरेर नखाएर, यसो एक पाउ मासु पनि नखाएर त्यस्तो गरेर जम्मा गरेको रकम खाइदिए। अनि जनता के हो त? अब हेर्नुस्, पिपुल कहाँ छ? त्यसरी मैले थुप्रै देखाएको छु मान्छे त्यो सहकारीले लुटेको। त्यस्तो गरेर दुःख गरेको जम्मा गरेको पैसा खाइदिए। बिचारा पैसा थुप्रो पैसा दिन्छ सहकारी भनेर प्रचार गरेको भरमा घर खेती ब्याङ्कमा राखेर ल्याएर हालेछन्।